यो घाडीपाटन रातो पहिरो हाँग्ने घाट शिवा महादेव कालेश्वर महादेव शिवा भोलेनाथ हर हर शंभो शिवा नाथराज शिवा भैरव शिवा महादेव हरिला छ आज शिवा दौड भोलेनाथ ट्याक्कै वन पालेको पछाडि शिवा भैरव हरियाली टोल हो कि हरियाली मार्ग हो सेती त डेन्जर बढेछ है यो सानो पोखरी के पो भन्छ यसलाई तपाईँको नामै आएन चिप्लेर सेतीमा पुऱ्याइदेला जस्तो बाटो रहेछ आज त पञ्चमी होइन गहत खाएपछि त चोखो भइगयो नि अब त आज दिदीबहिनीहरू चोखिन लाग्छन् हर 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 महादेव शम्भो हर महादेव उर्लिएछ भदौरे भेल यस्तो भेलले त गाड्छ अरे क्या मान्छे बगायो भने त्यही भएर बगाइहाल्यो भने चाँडै पत्ता लगाउँदैन कि भदौरे भेलले चाहिँ अलि दबाएर लान्छ अरे क्या मान्छेहरू के मान्छे भने जे कुरालाई पनि यहाँ कति राम्रो एउटा ट्रस्ट थियो बाढीले बगाएछ जय नागदेवता
यो थाङ्ने घाटमा भएको यो सानो गुफाभित्र शिवजी सानो छ तर अचम्मको छ। कति मधुरो चर्को राख्यो भने जल्छ अरे, पानी चुहेर नि जसरी। जय शम्भु हर हर महादेव। अलि लाइटै पुगेन, यहाँ दान पेटीको नि रहेछ। चिप्लो रहेछ यो, टाइल लगाइदिए रहेछ यसमा। कति वर्ष भयो तपाईँले यहाँ? 7 वर्ष भयो। 7 भयो? 7 वर्ष भयो। अब 2 वर्षबाट मैले बसिरहेको छु। हजुर 73 साल पुसबाट, पुसको 11 गतेबाट, 73 पुस 11बाट 11बाट अझसम्म गरिराख्नु भएको छ। बिहान बेलुका पूजाबाट भगवानको सेवा गरेकै छु। अनि यो यहाँको सञ्चालक समितिले तपाईँलाई तलबहरू केही दिएछ? कहाँ दिनु? देखाएन? अब यो यस्तै ए हामी जस्तै आउनेहरूले दिने। ए प्रभुको सेवा गर्नुभएको छ, अनि त्यही हो। भक्तजनहरूलाई सन्तुष्ट बनाउनु भएको छ त्यही हो। होइन? अनि कहाँबाट आउनुहुन्छ तपाईँ? म यहीँ माथि छ, पहिला त कास्कीकोट हो मेरो घर। पहिला कास्कीकोट? कास्कीकोट हो, अहिले यहीँ चाहिँ यहीँ छ घर। ए यहीँ छ, म चाहिँ नन्दी। ओंकारेश्वर जय शम्भु हर 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 महादेव। जय शम्भु हर हर महादेव। यो थाङ्ने घाटको 108 शिवलिङ्ग। जय शम्भु हर हर महादेव, हर हर महादेव। जय शम्भु हर हर महादेव। ओइ ल्याउला यसो चिप्ली हो, लडिएला हिँड्नु भयो। जय शम्भु। नाकको माला बाघको छाला कति सुहाएको। जय 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 शम्भु। पोखरा राता पहिरा थाङ्ने घाट भन्थ्यो के अरे, अहिले चाहिँ देवी घाट, गाई घाट भनेर नाम परिवर्तन भएको छ।